इफ तपाईँहरूलाई लाग्छ मलाई लाइफमा कसैले पनि बुझ्दैन, नो वान अन्डरस्ट्यान्ड्स मी भने, यु आर नट हियर टु बी अन्डरस्टुड बाई अदर्स. यस, एज अ ह्युमन हामीलाई लाग्छ हामीलाई सबजनाले बुझिदिएको भए हुन्थ्यो, हाम्रो वे अफ थिङ्किङ, हाम्रो लाइफलाई हेर्ने वे सबै बुझिदिएको भए हुन्थ्यो जस्तो लाग्छ. तर वी आर हियर टु फर्स्टमा अन्डरस्ट्यान्ड आवर सेल्फ कि हामीले जब आफूले आफूलाई बुझ्न सकिरहेको हुन्नौँ भने त्यो पोसिबलै छैन नि त. अरूले कसरी बुझ्छ हामीलाई, हामी के हो, हामी के गर्न आएको यो अर्थमा, यो लाइफ हामीलाई गडले किन दिनुभएको छ, मलाई के गर्नु छ लाइफमा भनेर जब हामी आफैसँग डिस्कनेक्टेड फिल गर्छौँ भने अरूले झन् हामीलाई कसरी बुझ्छ. तर अब हामीले सानोदेखि नै हामीलाई अब अरूमा डिपेन्ड हुने बानी भइसक्यो नि त. अनि वी वान्ट टु बी अन्डरस्टुड, कसैले हामीलाई बुझिदियो भने हामीलाई कस्तो माया गरेको जस्तो फिल हुन्छ. तर फर्स्टमा हामी लाइफमा आउनुको, यो अर्थमा आउनुको एउटा पर्पज भनेकै टु कनेक्ट ब्याक टु आवर ओन डिभिनिटी, आफ्नो होलनेससँग कनेक्ट हुन आएको नि त. तर हामी अब यो म्याटेरियल वर्ल्डमा यति धेरै बिजी भइसकेको हुन्छौँ कि हामी जतिखेर पनि अब बाहिर 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 मात्र भागिरहेको हुन्छौँ. आफूसँग बसेर आफूभित्र आएर म को हो, के हो, किन आएको छु भनेर आफूसँग कनेक्ट हुने टाइमै हुँदैन नि त. अनि अरूबाट एक्सपेक्टेसन राख्यो, मलाई बुझिदिएको भए हुन्थ्यो, अनि नबुझ्दा इभन हाम्रो रिलेसनसिपमा हाम्रो पार्टनरले हामीलाई नबुझिदिँदा आफै हर्ट भयो. तर त्यो साइकल कसले ब्रेक गर्छ त नि? हामी आफूले त्यो साइकल ब्रेक नगरेसम्म हामी आफै नै हो हर्ट हुने. जबसम्म हाम्रो एउटा डिपेन्ड हुने बानी छ नि, अरूले बुझिदियोस्, अरूले गरिदियोस्, अरूले माया गरिदियोस्, त्यसबाट हामी ननिस्केसम्म हामी आफै नै हर्ट भइराख्छौँ. सो इट्स टाइम अरूले बुझिदियोस् भनेर त्यो एक्सपेक्टेसनबाट हर्ट हुनुभन्दा पनि अब म फर्स्टमा आफूलाई बुझ्न स्टार्ट गर्छु भनेर जब हामी त्यो जर्नी स्टार्ट गर्छौँ अनि बिस्तारै हामीले आफूले आफूलाई बुझ्दै जान्छौँ. ओके, यस, म अरूभन्दा अलिक डिफ्रेन्ट रहेछु, अरूको सोच्ने वे र मेरो सोच्ने वे डिफ्रेन्ट रहेछ. तर त्यो भन्दैमा म एक्लो फिल पनि गर्नु पर्दैन नि त. सबको हुन्छ नि लाइक आफ्नो एउटा इम्प्याक्ट हुन्छ, सबको आफ्नो वेबाट हामीले हाम्रो लाइट साइन गरेर हुन्छौँ. तर कतिजना हामी सोलहरू यस्तो हुन्छौँ, हामी के चुज गरेर आएको हुन्छौँ भन्दा अब चेन्ज ल्याउने काम हामी गर्छौँ. अरूमा डिपेन्ड भएर बस्नुभन्दा पनि हामीभित्र यति धेरै स्ट्रेन्थ छ. यस, सुरुमा हामीलाई नराम्रो फिल हुन्छ, अरूले किन नबुझिदिएको भनेर हामी त्यो लुपमा जान्छौँ, हामी स्याड हुन्छौँ, हर्ट हुन्छौँ. तर त्यो पेन थ्रु गइसकेपछि अब हामी झन् झन् यति धेरै स्ट्रङ हुँदै उठ्दै आउँछौँ. ओके, म अब मलाई बुझ्न स्टार्ट गर्छु. त्यसपछि मैले आफूले आफूलाई बुझिसकेपछि जब हामी हाम्रो कनेक्ट हुन्छौँ हाम्रो पेनसँग, हाम्रो सफरिङसँग, हाम्रो फियरसँग, अब के हुँदै जान्छ, आफूसँग कनेक्ट हुँदै गएपछि बल्ल हामीले अरूको पेन पनि इजिली बुझ्न सक्छौँ कि द्याट वे हामी त्यस्तो मान्छे बन्दै जान्छौँ जसले अरूलाई अब बुझ्न सक्छौँ. सो या, वी आर हियर टु अन्डरस्ट्यान्ड अदर्स. त्यो हेर्दाखेरि हाम्रो लाइफ पाथ डिफ्रेन्ट जस्तो लाग्छ, तर वी हेभ द्याट स्ट्रेन्थ विदिन अस, वी हेभ द्याट पावर. हामीभित्रै छ त्यो पावर, हामी यति पावरफुल छौँ नि. तर हामीलाई हाम्रो पावरसँग कनेक्ट हुन नै आएको छैन कि. So rather than trying to be understood by others, it's time फर्स्टमा आफूले आफूलाई बुझेर त्यसपछि ब्रिङ द्याट सिफ्ट यो वर्ल्डमा, यो नेसनमा, आफ्नो वरिपरि सराउन्डिङमा. नाउ आई अन्डरस्ट्यान्ड यु. हामी त्यो फेजमा पुग्ने रहेछ जब हामी बिस्तारै बिस्तारै आफूभित्र जाँदा स्टार्ट गर्छौँ, आफूले आफूलाई बुझ्न स्टार्ट गर्छौँ. किन म स्याड फिल गरिरहेको छु, किन म लोन्ली फिल गरिरहेको छु, किन म भित्र यति धेरै फियरहरू छ, किन म अरूभन्दा अलिक डिफ्रेन्ट फिल गरिरहेको छु भनेर आफूले आफूलाई क्वेसन गर्न स्टार्ट गर्छौँ, आफ्नो बारेमा बुझ्न स्टार्ट गर्छौँ. त्यति भइसकेपछि अब हामीले आफूलाई बुझिसकेपछि अरू जो छ हाम्रो फ्यामिली मेम्बर्स, हाम्रो पार्टनर, फ्रेन्ड्सहरूलाई हेरेर उनीहरूलाई हामीले बुझ्न सक्ने रहेछ कि. उनीहरूलाई हेरेर हामी एउटा कम्प्यासनमा, एउटा लभवाला एनर्जीमा बस्न सक्ने रहेछ.
सो कतिजना सोलहरूको जर्नी डिफ्रेन्ट हुन्छ, अलिक टफवाला हुन्छ, तर we can do this and we are not alone. हाम्रो entire एउटा spirit guides, angels, universe is there to support our journey. So you don't have to feel lonely, you don't have to feel like मलाई कसैले बुझ्दैन, I'm not understood, because your journey is all about first understanding yourself and त्यसपछि understanding others and help them understand themselves.